Hello, namaste. Whole day. Welcome to our YouTube channel. हामी होली खेल्न लागेको छौँ। Something बिराम भएको कति दिन भयो? 6 दिन होला। बाबा 7 दिन, अनि 6 दिन। बिराम भएर बल्ल आज सन्चो भएको छ। अनि उसलाई नि होली खेल्न मन लाग्यो। टिका लगाएको। तर भित्र पर्नु हुन्न, मुख मात्रै धुने हो। भित्रतिर पानीहरू खेल्न हुँदैन है सानोले। ज्वरो आइरह, मलाई चाहिँ ज्वरो आइरह। त्यही भएर होली धेरै लाउँदैन। ह्याप्पी होली। के गर्न लाग्यो कि तिमी? पिचिका हो भन्नुला। धगला त पुचुर धगला नि हो। यता 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 लड्छौ। अनि ठुलो सरले बोलिदिनु सुनेन। ल धेरै नगर सानो हुन्न। यहाँ मुसीले त हेर त नाना खत्तम सबै गएको। के गर्न लाग्नु भएको? के गर्न लाग्यो सानो तिमी? आइडिया ला त्यस्तोहरू पो भर्ने हो पानी? बेबी अनि ज्वरो मान्छे त्यस्तो खेल्नु हुन्न नि त पानी लिएर जानु। के अरे यता हेरेर भनिस् नि त। ह्याप्पी होली। ह्याप्पी होली। यो पालि हजुर पढाइमा छिर्दियो हुँदैन नि त नि त्यस्तो। खुसी ला? तिमीलाई मम्मीले के ल्याइदिनु भयो होलीको लागि? खै देखाइस नि त। खै पिचिका। अनि अनि यो के हो? हेलो सानो ह्याप्पी भागी नभा यता हेर न। यहाँ आऊ न। कहाँ जाने? यहाँ नाकबाट पनि रगत बिरामी भएर झन् के भयो। बिरामी हुँदा पनि बिरामी भएको कति दिन भयो? 7 दिन भयो बिरामी हुँदा पनि होली खेल्न पर्ने बच्चा उयो होइन त? यता सानो ज्वरो आएको 7 दिन हुँदा पनि होली ज्वरो आएको 7 दिन हुँदा पनि होली खेल्नु पर्ने को हो? को हो? खै त म हो भने खै त को हो? मैले देखेन। पानी खेल्नु हुन्न नि हेर्नु बाबा। ल भास नखाने खान मन लागेन किन?
यता हेर न होली रमाइलो लाखा तिमीलाई ज्वरो उठेर सबै ओठफुटिया पानी कम भएर नाकबाट रगत छ आज बेबी 7 दिन भयो ज्वरो आएको पैसा होली खेल्नु भन्दा छ भएन अब बेलुन भर्नु बेलुन खै अब मम्मीले भरिदिन्छ ल्याउ त एउटा झिकेर ल्याउ म भरिदिन्छु पानी खेल्नु हुन्न नि त बेबीले ज्वरो आएर एउटा दिसो मम्मीले भरिदिन्छ त्यसो त यता त्यो छन्चो नहुँदा नि मेरो मुठालाई खेल्न मन लाग्यो हो होली खै यता हेर्दैछ त मम्मीको नानी भोलि लाउनु भयो उसलाई चाहिँ ज्वरो आएको 7 दिन भइसक्यो नि त एकछिन खेलेको थियो फेरि गाह्रो भएर होला फेरि ज्वरो आउन थालेको छ औषधि खायो आउनु जानी भइराखेको छ फेरि होली खेल्छु भनेर दिएको एकैछिन खेल्यो धेरै बेर खेल्न सकेन बिचरा केही खाएको छैन एकदम विक भएको छ त्यही भएर धेरै बेर खेल्न सकेन एकैछिन खेल्यो पानीहरू त्यस्तो धेरै खेलेन त्यो बेलुन एउटा दुईटा बेलुन पानी भर्यो त्यति हो खेलेको उसले अनि हामी चाहिँ सबैजनालाई पालो पालो बिरामी भइराखेको छ बाबालाई 8 दिन भयो उसलाई 7 दिन मलाई नि कति 3-4 दिन भएर रुगाखोकी ग्रस्त भएको पालो पालो बिरामी भइराखेको छ एनिवे अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।